नेपालका महत्त्वपूर्ण उद्योगहरू निर्माण, पर्यटन, कृषि र ऊर्जा हाम्रो अर्थतन्त्रका महत्त्वपूर्ण आधार हुन्। तर हाल यी सबै क्षेत्रमा वातावरणीय चुनौतीहरू बढ्दै गएको छ। यी सबै चुनौतीहरूको समाधान हरित सिपको प्रयोगबाट सुरु हुन्छ। अब उद्योगहरूलाई केवल श्रम मात्र चाहिँदैन, नयाँ सोच, नयाँ सिप र वातावरण मैत्री कामको तरिका पनि चाहिन्छ। यिनै नयाँ सोच र सिप सहित वातावरण मैत्री भएर काम गर्न सक्ने क्षमता नै हरित सिप हुन्। हरित सिप भन्नाले वातावरणलाई कम हानि पुर्याउने, स्रोतको सही प्रयोग गर्ने र दिगो उत्पादनमा सहयोग गर्ने ज्ञान र दक्षता हो। जस्तै नवीकरणीय ऊर्जा सम्बन्धी सिप, इभी मर्मत, फोहोर व्यवस्थापन गर्ने ज्ञान, ऊर्जा दक्ष भवन निर्माणको सिप, स्मार्ट कृषि गर्ने कला जस्ता प्राविधिक सिपसँगै समस्या समाधान, प्रणालीगत सोच, वातावरणीय दायित्व जस्ता ट्रान्सभर्सल सिप पनि यसमा समेटिन्छन्। नेपालमा उद्योग संरचना पनि बिस्तारै बदलिँदैछन्। निर्माण क्षेत्रले वातावरण मैत्री सामग्रीहरूको प्रयोग गर्न सुरु गरेको छ। पर्यटन क्षेत्र दिगो सेवा अभ्यासतर्फ अग्रसर हुँदैछ। कृषि क्षेत्र स्मार्ट र अर्ग्यानिक उत्पादनतर्फ अगाडि बढ्दैछ र ऊर्जा क्षेत्र नवीकरणीय स्रोतको विकासको लागि परेको छ। उद्योगमा देखा परिरहेका यी परिवर्तनहरूले नयाँ अवसरहरू ल्याइदिएका छन्। जस्तै हरित प्राविधिक, इभी विशेषज्ञ, ऊर्जा अडिटर, फोहोर पुनः प्रयोग गर्न सिकाउने विशेषज्ञ, पानी पुनः प्रयोग गर्न सिकाउने विशेषज्ञ, इको टुर गाइड आदि र यस्ता रोजगारीको माग हरेक वर्ष बढिरहेको छ। हरित सिपको प्रयोगले उद्योगलाई आधुनिक बनाउँछ, रोजगारी प्रतिस्पर्धी तथा सुरक्षित बनाउँछ, दीर्घकालीन रूपमा उत्पादन लागत घटाउन मद्दत गर्दछ र उद्योगहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँछ। हरित सिप विकासलाई प्रभावकारी बनाउन नीतिगत तहमा कार्बन कटौती लक्ष्य, हरित बजेट र हरित खरिद, उद्योग क्षेत्रमा रोजगारदाताको नेतृत्वमा एप्रेन्टिसशिप, वर्क बेस्ड ट्रेनिङ, शिक्षा क्षेत्रमा कम्पिटेन्सी बेस्ड हरित पाठ्यक्रम, मूल्याङ्कन क्षेत्रमा हरित पेशागत मापदण्ड आवश्यक छन्। हरित श्रम बजार विकासका लागि बृहत सरोकारवालाहरूको सहकार्य अनिवार्य छ। सरकारले नीति निर्माण मार्फत दिशा दिन्छ, उद्योगले सिपयुक्त जनशक्तिको निर्धारण गर्छ र टिभेट संस्थाले श्रम बजारको माग अनुरूप जनशक्ति तयार गर्दछ। हरित सिपमा लगानी गरियो भने उद्योगहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन्छन्। धेरै युवाहरूले आधुनिक सिपसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा रोजगार प्राप्त गर्न सक्दछ। अर्थतन्त्र दिगो र प्रतिस्पर्धी हुन्छ। तसर्थ हरित सिप विकास नेपालको दीर्घकालीन आर्थिक सुरक्षाको पूर्व शर्त हो।